स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। अनि हामी बुढाबुढी जहिले कार्यालय जाँदैछौँ। त्यहाँनिर एउटा पेपर लिनुपर्ने छ, त्यही भएर हामी चाहिँ दुईजना जाँदैछौँ। अनि यो चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, सल्लाहको बोर्ड कति राम्रो देखेको क्या, यस्तो दामी छ है साथीहरू। यो सल्लाहको बोर्ड सँगसँगै मेरो बुढा नि ह्यान्डसम हुन्छ। यता हेर्नु त, हेर्नु न यता हेर्नु न। अनि हामी दुईजना चाहिँ जाँदैछौँ। हामी के बनाउनु गएको अरे बुढा? के बनाउनु तपाईको बनाउनु पर्छ के? अलि छिटो बोल्नु न, कस्तो हो? यता हेरेर बोल्नु न, या भन्नु के बनाउनु गएको अरे हामी वडा कार्यालय? साथीहरू म चाहिँ यति धेरै बोल्छु तर मेरो बुढो चाहिँ बोल्नै छैन क्या बोल्नु। अलिक बोल्नु न, कस्तो हौ? कसरी बोल्नु अलि दिन्छ। म यति धेरै बोल्छु होइन, उहाँ बोल्नुहुन्न। तर यतिको चाहिँ यस्तो चाहिँ हुनुपर्छ है, कोही बोल्ने कोही नबोल्ने चाहिँ हुनुपर्छ है साथीहरू, होइन? दुईजना बोल्नु भन्दाखेरि दिनकै फाइट भइहाल्छ नि त, होइन? र साथीहरू हामी चाहिँ अब वडा कार्यालय पुग्न लाग्यौँ नि बुढा। मेरो एकजना साथीले अंकित भाइ आइडी ह्याक हो गयो अरे। तपाईँले हालै गर्नुहुन्छ टिकटकमा। केही भन्नु छ तपाईँलाई? के भन्नु हौ, यस्ता मान्छेहरू कस्तो मान्छेसँग हौ? हिँड्न त लानुहुन्छ, गाडी चढाउनु हुँदैन। अब गाडी चढौँ भनौँ भने गाडी किन्छु भनिहाल्नुहुन्छ। मुरुबुरी हिँड्दै गयो भने साथीहरू। यो रुखको पत्ताहरूले है कति चाहिँ राम्रो देखेको होला नि रुखहरू, तर सुकिसकेको छ साथीहरू। अब त अब हामी चाहिँ हिँडेछौँ। खै उही नजिक भन्नुहुन्छ, उही नजिक भन्नुहुन्छ। कहाँ हो हिँडेको निकै बेर भइसकिसक्यो। साथीहरू हामी आधी घन्टा हिँड्यौँ बुढा। आधी घन्टाको पैदल यात्रापछि हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। इङ्ग्लिस त भएन होला होइन, हामी वडा कार्यालय आइपुग्यौँ साथीहरू। हामी चाहिँ हाम्रो काम भइसक्यो। अहिले हामी चाहिँ यसरी फर्किँदैछौँ। साथीहरू यहाँ मेरो बुढो चाहिँ कुनले सुहाउँछ भन्दै चस्मा लगाउँदै हुनुहुन्छ। यहाँ फोटो खिच्नलाई तयार हुनुहुन्छ, तयार। र साथीहरू चाहिँ हामी चाहिँ यहाँनिर अब एकछिन बिसाएको छौँ है। ला बुढालाई जुस पनि बोकिरहनु भएको छ, म चाहिँ देखेको नि थिइनँ। अब जुस खाने हो अनि त्यसपछि हामी घरतिर जाने हो। ल साथीहरू आजको भिडियो यति नै, बाई बाई। अर्को भिडियोमा भेटौँला।